साथीहरू आज मैले चाहिँ हजुरहरूलाई एकदम नयाँ ठाउँमा लिएर आउँदैछु हेर्नु होला बोर्ड है। अनि यहाँनिर यो चाहिँ महालक्ष्मी थानको यहाँ मन्दिर छ। मन्दिरबाट अलिकति अगाडि आएपछि यहाँ फुटबल ग्राउन्ड छ। हजुरहरूलाई लोकेसन दिँदैछु है, राम्रोसँग बुझ्नु होला भनेर। लोकेसनको लागि हजुरहरूले बुझ्न सक्नुहुन्छ। यहाँ फुटबल ग्राउन्ड छ, त्यसपछि चाहिँ फुटबल ग्राउन्डको अपोजिट साइडमा चाहिँ हाम्रो यो पसल छ, हेर्नु होला है। नमस्ते वेलकम हजुरलाई। वेलकम म्याम है, थ्याङ्क यू हजुर। ल साथीहरू हेरिराख्नु भएको छ, हजुरहरूले चाहिँ म यति नयाँ ठाउँ र एकदम हजुरहरूलाई पाइक पर्ने ठाउँ लिएर आएको छु। यहाँ चाहिँ मैले लोकेसन दिइहालेँ हजुरहरूलाई। यहाँ हाम्रो स्टोर छ, हजुरहरूलाई सजिलो होस्, डेलिभरी चार्ज नलागोस्, अनिखेर हजुरहरूले सामान सबै फ्रेस पाउनुहोस् भनेर धेरै परिकार। यहाँ चाहिँ माया मसला मात्रै होइन कि जुन हाम्रो गाउँमा उब्जेका सामानहरू हरेक प्रकारहरू हजुरहरूले यहाँ पाउन सक्नुहुन्छ मजाले। यहाँ चाहिँ माया मसलाको सब सामान हजुरहरूले मजाले फ्रेस आइटम लिन पनि पाउनुहुन्छ। मैले चाहिँ एकदम थोरै राखेको छु, धेरै राख्दिनँ, स्टक राख्दिनँ भनेर हजुरहरूलाई भन्नै राखेको छु। त्यो भएर थोरै मैले बरु पर डेको हिसाबमा ल्याउने भन्ने हिसाब। यहाँ चाहिँ ल हेर्नु होला, धेरै आइटमहरू छ। चनाको सातु मात्रै यति परिकार छन्, यो भर्खर सुरुवात मात्रै हो हजुर। धेरै हुन्छन् यहाँ, धेरै हजुरहरूलाई तोरीको तेलहरू टाउकोमा लगाउने या खाने, म शुद्ध खान्छु भन्न चाहनुहुन्छ भने एकचोटि चाहिँ भिजिट गरिदिनु होला भन्न चाहन्छु है म चाहिँ हजुरहरूलाई।